नमस्कार गाइज, फेरि पनि तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। बेंगलोरको कन्डिसन भन्ने हो भने गाइज हैन, हेर्नुस् हैन मेरो घर यही हो हैन, ड्युटी फुटबल ग्राउन्ड, पुरा फुटबल ग्राउन्ड यही हो हैन, यतै काम गर्नुपर्छ। अब एनी टाइम काम गर्नुपर्छ। अब सबैले भन्छ इन्डियामा राम्रो छ हैन, जानुपर्छ सबै। भनौँ न अहिले सबै गाउँ रितिएर अहिले सबै मान्छेहरू इन्डिया आए के। यस्तो हेर्दाखेरि पनि दुःख लाग्छ नि त, गाउँको पुरै स्थिति नाजुक छ। कोही मान्छे मर्यो भन्ने फाल्ने समेत मान्छे छैन कि हाम्रो गाउँमा हैन। अब हुन त विदेश यहाँ बेंगलोरतिर आउनु पनि रहर चाहिँ हैन, बाध्यता नै हो भन्छु म त हैन। अब यहाँ आउनुपर्छ, ठिक छ। काम अलिकति नेपालको भन्दा अलिकति राम्रै छ है, किनकि विकसित कन्ट्री हो हैन, अलि राम्रै छ त्यताको भन्दा। तर यता मजदुर भन्दा पनि बढी गुलाम बन्नुपर्छ क्या। मजदुर र गुलाममा धेरै फरक छ नि त, किनकि मजदुर हामी हाम्रो मनले गर्न सक्छौँ क्या, मजासँग आफ्नै काम साम गर्न सक्छौँ। तर यिनीहरूको हामीले गुलाम गर्नुपर्छ क्या, यिनीहरूको रुल्समा चल्नुपर्छ, यिनीहरूले जे भन्यो त्यही गर्नुपर्छ, आफ्नो मन मर्जी केही गर्नै पाइँदैन हैन। धेरै गाह्रो छ क्या जिन्दगी। जिन्दगीमा त हामीले पनि बच्चा सन्झै कति रमाइलो गऱ्यौँ, कति मजा गऱ्यौँ, कति साथीभाइहरूका याद छन्, कहाँ कहाँ पुग्यौँ हैन, के गऱ्यौँ। अब तिमीहरू त्यो आफै बुझ। तर काम गर्नु चाहिँ गाह्रै छ लाइफमा। अलिकति भनौँ न हार्डवर्क चाहिँ गर्नै पर्छ। हार्डवर्क गरेपछि तब लाइफ बल्ल सक्सेस गर्नै पर्छ। एक त नेपालीहरूले अलिकति काम डटेरै गर्नुपर्छ, किनकि हाम्रो नेपालको राजनीतिको विषय हेर्ने हो भने त्यस्तै छ हैन। यिनीहरूले विद्यालयमा राजनीति गरिदिन्छन्, छोराछोरीहरूमा राजनीति गरिदिन्छन्। यस्तै छ नि त नेपालको काम, केही छैन नेपालमा। अब ड्युटी भन्ने भने यस्तै छ हैन, हालखबर नाजुक अवस्थामै छ। सबैको समयमै भनौँ न, समयमै ख्याल राख्नुपर्छ के। समयमै सबै चिजहरूको ख्याल राख्नुपर्छ, न त भने जिन्दगी बर्बाद हुन्छ। ठिक छ, सबै मान्छेहरू राम्रो हुन्छ भन्ने छैन, तर आफैलाई परिवर्तन भन्ने पक्कै गर्नुपर्ने हुन्छ गाइज। ठिक छ, सबैलाई बाई बाई। फेरि पनि नेक्स्ट टाइम भेट्नेछौँ हामी। आजको लागि बाई बाई, लभ यु।